भन्नुभयो भने त त्यो छैन। यता सुन्नु न, कमिटेडमा आउनु पर्यो नि त। कमिटेडमा हाम्रो त्यो बोरिङको विषयमा बरकुनामा सञ्चालन भएन भन्ने कुरो चाहिँ हाम्रो पनि छलफल हुनु पर्यो होइन। त्यो छलफल यो सञ्चालन किन भएन भने नम्बर 1 हामीसँग बत्तीको लाइनै छैन। 4 कुनेमा पनि राति म लगभग 3 बजेतिर उठेमा नि त्यो मोटर चल्छ न त चल्दैन है। मैले त अझ त्यो के भन्छ त्यो स्टेबलाइजर भन्ने छ, त्यो कति 5, 10, 15 केबीको त्यो ल्याएको छु, त्यसरी सञ्चालन गरेको छु। अब यता सुन्नुहोस्, तपाईँले भन्नुभयो बर्राकुनामा ट्रान्समिटर, जम्मा ट्रान्समिटर आएको 3वटा। हेर्नुहोस् 3वटा ट्रान्समिटरमा कहाँ गयो त? एउटा ट्रान्समिटर 4 कुनेमा गयो, एउटा ट्रान्समिटर यहाँ पारि गएको छ, यो बोरिङ भन्दा यतापट्टि यहाँ राखेको छ, पङ्गाल डाँडा राखेको छ। एउटा ट्रान्समिटर अझै राखिया छैन, अझै पछि यो बिचमा राख्ने भने त्यो ट्रान्समिटर तपाईँहरूले फेरि के सोच्नुभयो त? बोरिङ चलाउने त्यो होइन। टु फेज लाइनमा के अरे बत्ती नचलेको कारणले टु फेज लाइनलाई चाहिने शक्ति देओस् भनेर त्यो ट्रान्समिटर ल्याएको, बोरिङको लागि ल्याएको होइन। फेरि त्यो सम्झिनु तपाईँहरूले। अब तपाईँहरूले के बोरिङको लागि सम्झेको होइन, त्यो बत्तीको लागि, त्यो कसले भन्नुभयो त्यो बत्तीको उसको लागि। त्यो ट्रान्समिटर किन सञ्चालनमा छैन भने त्यो 81-82 मा सक्ने प्रोजेक्ट हो ठेकेदारको। अहिले यो पश्चिमतिर गइरहेछ, एकदमै पोल हाम्रो 11 मा अहिले काहीँ तार टाँगेर छोडेको छ, काहीँ पोल हानेर छोडेको छ, पोल लगाएर छोडेको छ, कोही तार गुच्चाहरू त्यहाँ ल्याएर छोडेको छ। यो पनि प्रक्रियामा जान्छ, यो पनि तुरुन्तै यसले गर्छ। हामीले किनभने त्यसलाई दिनका दिन हामीले फोन गरेर भनिराखेका छौँ। अहिले पश्चिम बडी चौरतिर कता काम गरिरहेको छ यसले। हाम्रो बिचमा यो आयो, त्यसमा एकचोटि गऱ्यो, तार सार तान्यो र पोल सोल राखेर उता गएको छ। यो त्यो ट्रान्समिटर यही फेजको लागि लाउने हो। यो जम्मै यो लत्रुको तार भन्नुभयो नि, विद्युतलाई 17 चोटि देखाइसकियो। यो तारको विषयमा 17 चोटि देखाइसक्यो। बरु हामीलाई सर्व गर्न चाहिँ सजिलो हुँदो रहेछ यो विद्युतको काम। हामी हुँदै गए पनि के यो पोललाई ढालिदिनु पर्यो, गड्याम एउटा आइडिया हो। फेरि गड्याममा कतै मिलाएर ढाल्यो भने तुरुन्तै हुँदो रहेछ। नत्र भने यो क्याबिनेटबाट चाहिने थ्रु पहिला चाहिँ नि प्रदेशले गर्न पाउँदो रहेछ। अहिले के गराएको रहेछ सिस्टम भने क्याबिनेटले पास गरेर त्यस एउटा पोल सार्नलाई कति लाग्दो रहेछ? 75,000 रुपियाँ लाग्दो रहेछ। त्यो कारणले गर्दा विद्युतमा तपाईँहरूले भने जस्तै हामी पनि एकदम छन्तेला पऱ्यौँ। यहाँ मात्रै होइन, टिपिराजामा जानुहोस् त्यस्तै छ, बस्तीपुरमा जानुहोस् त्यस्तै छ, धुलाइबिट जानुहोस् त्यस्तै छ। धुलाइबिटमा त घरमाथि छ, यसको घरमाथि छ। म जस्ताको जस्तै पनि तपाईँहरूलाई घरमाथि छ त्यहाँ। त्यो विषयको कुरा है, बत्तीको विषय। अब यो जुन तान्न आउँछ नि, यो तान्न आउँदाखेरि त्यो तन्काउने भनेर त्यो कुराहरू भइरहेछ। अब यो मान्छे आइरहेछ, ठेकेदारले पश्चिम काम गरिरहेछ त्योभन्दा अगाडि ल्याउनलाई। अब जस्तो यो बोरिङको विषय कुरामा अब त्यो फेजको लाइन जोडियो भने तपाईँहरू आउनुहोस्। यो बोरिङको विषय पानी त खान पाउनु पऱ्यो नि सबैभन्दा पहिला। अरू जति जे भयो नि होस्, बाटो नबनोस्, केही नबनोस्, पानी त खान पाउनु पऱ्यो है। पानी जसरी पनि खान पाउनु पऱ्यो। पानीको विषयमा के गरेर हुनसक्छ त्यो ओडाले पनि एकदमै ल तपाईँहरूलाई के गर्नुपर्छ। आज मैले पनि यहाँ भनेको छु, उहाँको अगाडि तपाईँहरूको यत्रो मान्छे अगाडि म बोलेको छु। पानी सञ्चालन प्रक्रियामा बत्ती ल्याउन बित्तिकै त्यो बोरिङलाई सञ्चालन प्रक्रियामा ल्याउनु पर्यो। अब कसले कहाँ कसको एनसिटिभले कसले कहाँ हान्यो त्यो विषय मलाई थाहा भएन कि त्यति बेला रोक्नु पर्थ्यो त्यो विषयलाई। रकम कम भयो, अब त्यो मेरा बढी चाहियो, नेताहरूले के भयो ततिर लए, कसले लए, काङ्ग्रेसले र माओवादी है। त्यो कुरा अब त्यो बोरिङको विषयमा सञ्चालन प्रक्रियामा ल्याउँ है। जस्तै अब नारा खोलाको पुल भन्नु भएको छ, नारा होइन ऊ मेरो घरनिरको कलबोट त लगभग त्यो लोड गाडी नै जान मिल्दैन है। त्यो रिङ रोडमा यी सबै सर्वे भएको छन्। किनभने नितान्त यो बिस्तारै अब कस्तो हो भने अब हामीले भने जस्तो कस्तो सोच्छौँ, कम्प्युटर सिस्टम जस्तो सोच्छौँ, आजको भोलि सोच्छौँ। तर सिस्टममा जाँदा हरेक कुरा छ, प्राविधिकलाई ल्याउनु पऱ्यो, प्राविधिक राख्नु पऱ्यो। अहिले किनभने मुख्यमन्त्रीज्यूले बकैदा बोल्नु भएको छ। अब पछाडि त म पनि पत्याउँदै थिएँ, हामी आत्या मुख्यमन्त्रीजी हेतुमा आत्या छौँ। यो चेक विषय विषयको लागि यो त वरप हामीलाई चाहिएकै बाटो कालो पत्रेपछि विकासै त्यही देखिँदैछ, अरू देखिँदो रहेछ। त्यो पिचमा जाने कता जाने बाटो यो लाज मान्न पनि पर्ने हो। त्यो बाटोको विषयमा चाहिँ त्यो हुने भयो। अब अर्को कुरा जग्गाको विषयको कुरा निकाल्नु भएको थियो होइन। अब जग्गाको विषयमा के भयो भने गर्न पर्ने काम छ, पहल गरेर त बनिहाल्छ। पहलै गर्दा नि ढुङ्गो बन्ने पहल हुनु पर्यो क्या मान्छे। अब जग्गाको विषयमा हामीबाट त्यो जग्गाको काम सुन्नु पर्यो। फाइनल अपडेट भएर हामी कम्प्युटराइज भइसकेको छ। यो लालपुराको विषयमा यहाँ के भयो भने एउटा सरकार
सरकारले ठिक्क बनाएर आयोग राखेको हुन्छ, सरकार ढल्छ, त्यो आयोगै सबै ढल्छ। अनि त्यो फेरि काम के भयो त अर्को सरकार आउने बेलासम्म त्यो आयोग फेरि जिउँदो बनाउनु पर्ने भयो। यो अहिले हाम्रो नारा नै त्यही भइरहेछ हो। अहिले अब त्यो छैन। अहिले के भयो भने भर्खरै अहिले भर्खरै 5 दिन के भयो भने कुनै पनि सरकार आए पनि अब आएको अध्यक्ष चाहिँ ढल्दैन। 5 वर्षसम्म त्यसले निरन्तर काम गर्न पाउँछ र भूमिको काम गर्न पाउँछ। अहिले फेरि नारा के ल्याएको छ, हिजो अस्तिको या अब अर्कै पार्टीको बस्यो भन्नुभएको छ। एकछिन पाउनु न, तपाईँ बोल्नु न। हिजो अस्तिको पार्टी यहाँ बसेर छलफल गर्यो भने त्यही पार्टीले विरोध गरिरहेछ तपाईँको पूर्जाको विषयमा। थाहा पाउनु भएको छ कि नै? फेरि त्यो विधेयक पास गर्न दिइरहेको छैन। किनभने अब पूर्जा दियो भने त यो सरकार राम्रो हुन्छ, यो सरकारले गर्यो भन्ने हुन्छ नि। त्यो विधेयक अब यो सरकारले के गर्न लाग्छ भने कुनै पनि आएको मान्छे आइसक्यो त्यसलाई ढाल्न नमिल्ने तरिकाले 5 वर्षसम्म उसले निस्वार्थ रूपले काम गर्न पाउँछ। उसले अब पूर्जा दिन सुरु गर्छ। अब त्यही प्रतिपक्षले के गरिरहेछ त यो विधेयक पासै हुन दिन्न, हामी यो गर्न दिन्नौँ भनेर चाहिँ नि गरे तापनि क्याबिनेटबाट पास भएर संसद भवनबाट पास हुन्छ। त्यो विषय पास हुन्छ। त्यो काम पनि हुन्छ। जग्गाको विषयमा काम हाम्रो केही पनि जग्गाको विषयमा कति पनि तपाईँ ढुक्कै हुनलाई हामीबाट चाहिँ जग्गाको विषयमा हामीसँग कम्प्युटरबाट गएर हाम्रो टाइप भएर पनि हाम्रो 11 नम्बरको 1975वटा फाइल हामीसँग चाहिँ सेभ छ। र बाँकी पनि तपाईँहरूको कुनै त्यस्तो छुटेको छ भने इमिडिएटली जग्गा नाप्ने बेला हामी यदि त्यो चलेको नाफी खण्डमा त्यो हामीहरूले त्यति बेला नै तपाईँले त्यही निवेदन दिएर जस्तो मैले जग्गा मबाट तपाईँले किन्नुभयो फेरि तपाईँले अर्कोलाई बेच्नुभयो भने त्यो मेरो नाममा आउँदैन। जसले जग्गा जहाँ किनेको छ त्यसैको नाममा सिधा नापिने हो। अब अहिले चाहिँ त्यो हो है। तपाईँले अर्कोको नाममा छुटेकोलाई पनि हुन्छ। छुटेकोलाई छुटेको हुन्छ। त्यस्तो कहाँ हुन्छ? छुटेकोलाई हुन्छ। तपाईँले भन्नुभयो छुटेकोलाई कुनै पनि अब फेरि अर्कोचोटि आउँदैन। सुरुमा कस्तो भने तिरो चल्न बाँकी जुन लाल पूर्जा भएको मान्छे रातो तिरो चल्न बाँकी त्यसको काम पहिला हुन्छ। दोस्रो काम चाहिँ नि सेतो पूर्जा जोसँग छ त्यो सेतो पूर्जाको काम हुन्छ। सेतो पूर्जाबाट नि मैले जग्गा 3 जनालाई बेचेँ भने त्यो मेरो नाममा चाहिँ हुँदैन है। अहिले जसले जो कागज छ त्यो जसले जसको कागज छ त्यो कागजको आधारमा मात्रै हुने हो हैन। अर्को एउटा विषय निकाल्नु पर्यो के अरे तपाईँले यो उहाँले निकाल्नु भएको थियो एउटा के उद्योग चलाएको छ भनेर हैन। अब त मेयर साहबसँग तपाईँको कुरा गइसकेको रहेछ हैन। फेरि के हो त्यो विषय मेयर साहबसँग पनि नै ठिक छ के विषय रहेछ। अब हाम्रो नेताजीहरू पनि आउनु भएको छ, मभन्दा सिनियर मान्छे पनि आउनु भएको छ र हामीले गर्नुपर्ने पहल अब तपाईँ जानुभयो सिधै उहीँ जानुपर्छ एकाइ सिनियरलाई गर्नुभयो। तर वडा वाइज गएर त्यहाँ चाहिँ गए अब केही हुन्थ्यो कि होइन। त्यो यताबाट जानुभयो र सिधै उहाँ जानुभयो। तपाईँ यो विषय के रहेछ त्यो कुरा पनि बुझौँला। र अब कहाँनिर आउनुभयो? पुरा बाटो बत्ती र पानी हाम्रो एकदम यो नितान्त समस्या नै छ। यो बिचको बाटोको बजेटको यो निकास नभएर प्राविधिकले चाहिँ इस्टिमेट उठाउन नमानेर तल सारेको हो। त्यो एकदम नितान्त नै हो। यो होइन बहुवर्षीय होइन। कसले भने हुँदैन। रातो किताबमा लेखेर आएर सानो बजेट त्यस्तो हुँदैन। यो रातो किताबमा आउने बजेट त रातै किताबमा आउने हो। नगरलाई सोद्धाखेरि मलाई भनेको थियो कि तपाईँको वडाले एउटा शिक्षकमा डबल शिक्षक लेखेर पठायो। डबल शिक्षक लेखाएर पठाइसकेपछि एउटा बाटोको बाटोमा हाल्नु मिल्दैन। अनि त्यसरी नै खाली भएर गएको भन्नु होइन त्यो होइन। त्यस्तो तपाईँले भने जस्तो होइन। नगरले मलाई त्यो जवाफ दियो अनि ओडाले होइन भन्नुहुन्छ। होइन त्यस्तो नगरले जवाबै दिँदैन नि। कस्तो डबल शीर्षकै भएन। तपाईँको त प्रदेश उसले अर्थ मन्त्रालयबाट हालेको अर्थ मन्त्रालयबाट 15 लाख हालेको 15 लाख हाल्दाखेरि त्यहाँबाट निकास नभएर प्राविधिकले इस्टिमेट उता निकास नभएर त्यो इस्टिमेट नपुगेर अनि तल सारेको। यस्तो के पाउनु मेरो कुरा राख्छु बाटो सम्बन्धमा कुरा उठिरहेको छ। हजुरको यो यहाँबाट यो नाको बाटो र तल्लो नाको बाटो बुझ्यो बाटोमा नदिने मान्छे उनीहरूलाई कसरी अनि यो हामीले अब यो कुरा यस्तै भयो होइन पक्नु होइन त यो कुरा त अगाडि बढाउनु पर्ने गर्दा गर्दा बुझ्यो नि क्या फेरि बिता छलफल पछि गरौँ। त्यो बाबु नानी बाटा घाटा दोहोरो छलफल अहिले गरौँ ल। उहाँलाई भन्न दिनु भएको के हो समस्याहरू हाम्रो
नितान्त हाम्रो पनि 911 वडाभित्र एकदम धेरै नै छन् है। यी विषय कुराहरू धेरै नै छन्, मैले भनिहालेँ। अब यो सबैभन्दा पहिला पानीको व्यवस्था गरौँ र यो ट्रान्समिटर अब यो बत्तीको आयो भने यसलाई सञ्चालन प्रक्रियामा ल्याउन चाहिँ पर्यो होइन। र यसको पाइप व्यवस्थापन गर्न र अरू बाँकी काम के गर्नुपर्छ त्यो हाम्रो वडाको जिम्मा भयो, मैले बोलिहालेँ वडाको जिम्मा भयो। तर सबैभन्दा पहिला बत्ती त्यहाँ बत्ती ट्रान्समिटर हुनु पऱ्यो। ट्रान्समिटर भइसकेपछि त्यस्तो कुराहरू गरौँला र बाँकी कुराहरू तपाईँका एक्सिडेन्ट भइहाल्छ। केही जनगुनासा त्यस्ता समस्या व्यक्तिगत समस्याहरू तपाईँले वडाले दिनुपर्ने कुनै त्यस्तो कुनै विभेद गरेको छ भने पनि हामीलाई चाहिँ तपाईँहरूले भन्न सक्नुहुन्छ होइन। तपाईँहरूलाई म धेरै लेखिदिन्छु, तपाईँहरू वडा कार्यालय गइरहनुहुन्छ होइन, गइरहनुहुन्छ। तपाईँहरू काम कुनै ठाउँमा पनि रोके जस्तो लाग्दैन। हामीले गर्नुपर्ने सहयोग हाम्रो हातमा भएको चिजले हामीले गर्न सक्ने। हामीसँग वडासँग के नै हुन्छ र 1.5 करोड बजेट हुन्छ। 1.5 करोड बजेटमा हामीले 50 लाख बजेट मात्रै चलाउनु पाउने हो। यसको यो भित्र बाहिर चलाउनु पाउने हो। बाँकी बजेट हामीले स्वास्थ्य, शिक्षा, स्वास्थ्य, खानेपानीमा जान्छ होइन। बाँकी निर्माणमा जाने भने 50 लाख रुपियाँ, 50 लाखले के हुन्छ? यत्रो वडा छ, छर्दा गइहाल्छ। अब यो नगरपालिकासँग सम्बन्धित विषयमा यसरी छलफल गर्ने हो भन्दै मैले आज तपाईँहरूप्रति यी कुराहरू पनि मैले सुनेँ र तपाईँहरूको कुराहरू पनि मैले ग्रहण गरेँ र यी विषयका कुराहरू छलफलमा सबै ल्याउनु भयो। अब मभन्दा अरू नेताहरू पनि हुनुहुन्छ, मैले पनि अब यो राख्नुपर्ने कमिटी नगरपालिकामा राख्छु। भोलि बिहान मेयर साहब पनि आउँदै हुनुहुन्छ। अब भोलि बिहान एकदम यो कुरा तपाईँले मेयर साहबको कहाँ पनि पुग्छ भन्दै वडामा आउनुहुन्छ कि तपाईँ भन्दै आज तपाईँले सबैजना आइदिनु भयो, यी कुराहरू राखिदिनु भयो भन्दै मेरो भनाइ यहाँ अन्त्य गर्छु। धन्यवाद, धन्यवाद। अहिले भनौँला, अहिले म कार्यक्रम सकिएन, अब सक्छु नि कार्यक्रमलाई अगाडि बढाउने क्रममा छौँ। अब आफ्नो भनाइ राखिदिनु हुनको लागि आजको प्रमुख अतिथि नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य खड्गकुमार भट्टराईज्यूलाई कार्यक्रमका अध्यक्षहरू, मञ्चमा आसीन अतिथिगणहरू र यस कार्यक्रमलाई सफल बनाउन उपस्थित हुनुभएका सम्पूर्ण कमरेडहरू, हामी अब एकछिन बेला कुरा सुनिदिनु होला होइन। हजुरहरूका कुरा त कति त मैले नसुने पनि म पनि अब यही भूगोलको भावनाले थाहा पाएका विषयहरू होइन। निरन्तर फेरि 20-22 वर्षदेखि यो विषयमा सङ्घर्ष गर्दै आउने पात्रमध्येको एकजना मान्छे पनि म पनि हुँ होइन। र अब हाम्रो कुरा पनि सुनिदिनु भयो भने हजुरहरूलाई पनि अलिकति के हुन्छ भने त्यो बिचमा भएको शङ्का हुन्छ नि, त्यो शङ्का चाहिँ सकिन्छ। हामी खासमा तपाईँहरूलाई पहिला प्रथम के अनुरोध गर्न चाहन्छु भने कुनै पनि काम गर्नका लागि शक्ति चाहिन्छ, तागत चाहिन्छ। त्यो तागत भनेको को हो भन्दा तपाईँहरू जनता हो। तपाईँहरूले जति साथ दिनुभयो, जति समर्थन गर्नुभयो, त्यति काम गर्ने मान्छे बलियो हुन्छ र उसले काम गर्न सक्छ। जति तपाईँहरूले साथ समर्थन दिन सक्नु भएन, त्यति काम गर्ने मान्छे कमजोर हुन्छ, जसको कुरा अरूले पनि सुन्दैन। त्यस कारणले हामी तपाईँहरूको घर दैलोमा किन आएको अहिले भने तपाईँहरूको अवस्था के छ? तपाईँहरूले भोट दिनुभयो, हामीलाई चुनाव जिताउनु भयो होइन। तपाईँहरूलाई समस्या कति समाधान भयो, तपाईँहरूलाई फेरि कतिपय कुरा हाम्रा गरेका काम पनि मैले सुनिरहेको छु। यही भूगोलबाट मैले के सुनिरहेको छु भने बर्दाकुनामा आएको ट्रान्समिटर चाहिँ फ्लाङखानाहरू पुर्याएर उडाएर भन्ने चर्चा गर्ने मान्छेको पनि यहाँ अभाव छैन होइन। काम चर्चा चलिरहेको बर्दाकुनामा आएको ट्रान्समिटर अन्त लगेको होइन होइन, अन्त लगेको होइन, अन्तका लागि ल्याएको ट्रान्समिटर हो। यहाँ यो एरियाका लागि ल्याएको जो विद्यालयभन्दा उल्तिरपट्टि बङ्गाल डाँडाको माथि राखिएको छ त्यो हो। म अलिकति कन्फ्युज थिएँ, त्यो ट्रान्समिटर सुचारू भइसक्यो, त्यसबाट चाहिँ लाइन दिइसक्यो भन्ने मैले सोचेको थिएँ। त्यसले लाइन नदिएको हुनाले सायद हामी कहाँ पावर नपुगेको होला। सबभन्दा पहिलो प्राथमिकता चाहिँ त्यो लाइन दिइसकेर हाम्रो पावर पुग्यो भने हाम्रा यो पनि चल्छ, बोरिङ पनि चल्छ र हाम्रा मोबाइल चार्ज गरेर पनि पुग्छ। अब त्यो सुचारू गर्दा पनि चलेन, पावर आइपुगेन भने त्यसपछि पावरका लागि हामी सबैले दबाब दिउँला। त्यो हामीले गर्ने हो, अरू कसैले गर्ने होइन, अगुवाई हामीले नै गर्ने हो।
जति सक्छौँ हामीले गर्ने हो अरूले आएर फटाइ गर्ने मात्रै हुन् यहाँ आएको ट्रान्समिटर अन्तलहन भन्ने त्यही हो त्यही हो त्यही हो त्यस कारणले अब त्यो कसले भनिदियो बर्राकुना आएको भन्ने हामीलाई सुन्नमा आयो सुन्नमा नआउनु थियो कहाँको फेरि यस्तो प्रतिनिधिले पनि के भनिदिनु पर्यो भन्दाखेरि यो ट्रान्समिटर ऊ अघि भन्नु पनि बर्राकुनाका मान्छे राति बिरामी भयो भने राति बिरामी भयो भने यति यति खोलामा उसमा हिलो गडामा डुबेर अहिले बिचरा बितेर गए हाम्रो लामिछाने भाइ मामा सुमलालु श्रीमान होइन लगायत उहाँहरू चाहिँ बनाएर डोला बनाएर यो खेतबाट यति यति डुबाएर उहाँहरू मेरो खोलामा पुग्नुहुन्थ्यो अनि यतातिर फोन टेलिफोन थिएन त्यहाँबाट मैले फेरि चल्तीपट्टि गएर टेलिफोन गर्थेँ अनि एम्बुलेन्स आउँथ्यो त्यसपछि त्यहाँबाट अनि बिरामीलाई बल्ल बजार लानु सक्ने हस्पिटल लानु सक्ने परिस्थिति थियो मामाहरू हामी सबैले 62 दिन श्रमदान गरेर यो बाटो बनाएको यो बाटाको लागि 4 लाख रुपियाँ बजेट आएको थियो 4 लाख रुपियाँ बजेटमा 40,000 रुपियाँ त्यहाँ होम पाएर खालको कलबाट हाल्ने भनेर त्यहाँ 40,000 आएको थियो त्यसपछि अब त्यो समितिको समेत पुरा गर्न लाग्यो भने तपाईँहरूको भात बनाउनु बित्छ समय छैन छैन त्यसपछि हामीले के गर्यौँ भने यहाँका जनता हामी सबैले आएर 62 दिनसम्म श्रमदान गरेर बाटो खन्यौँ र 4 लाख रुपियाँ त्यो उ गऱ्यौँ मेकअप गऱ्यौँ र 40,000 तो र 4 लाख रुपियाँ त्यो बाटो खनेको पैसा पनि त्यसैमा हालेर त्यो पुल बनाएको नत्र त्यो पुलको इस्टिमेट त्यस्तो थिएन होइन त्यो पुल बनाएको त्यसले एनाकेना त्यहाँबाट त्यो झोलुङ्गो बोकेर कम्तीमा गाडीताल डाँडा पुग्न पर्ने समस्या चाहिँ टर्यो होइन त्यसपछि रिङ रोडको अवधारणा आयो रिङ रोडका लागि चाहिँ बाटो निर्माण गर्ने सन्दर्भमा पहल गऱ्यौँ हामीलाई बुटा काट्ने सन्दर्भमा अहिले मामाले भनिसक्नुभयो जेल जान त कुनै बेरै थिएन जेल फेरि यति होइन कि 1-2 दिन गएर फर्किने अवस्था थिएन यत्रा बुटा काट्दा त त्यसको त्यो जडादेखि माथि पाससम्म नाप्छ यो जीवनमा फर्केरै आइन त्यतिखेर पार्टीको रजाइने हाम्रो नन्दलालको अगुवामा मलाई यो काम भएको हो धन्य छ मैले त्यो भुल्न सक्ने छैन मैले अघि नै भनिहालेँ यो काम गरियो होइन एकछिनै यो काम गरिसकेर आइपरेका समस्याका बारेमा सबैले सामूहिक कसको कहाँ चल्छ कसले कहाँ भन्नुपर्छ कसले कहाँ भन्नुपर्छ यहाँदेखि सबै केन्द्रसम्म कुरा गरेर कम्तीमा बाटो पनि बनाइयो र अहिले हिँड्नलाई भएको छ भने जस्तो भएको छैन तर निकास त भएको छ ठुलो निकास भएको छ नि त हामीले गरेको अब जस्तो त्यहाँदेखि यो बिचबाट खुम्लालको घरसम्म जाने बाटो यहाँदेखि यता जाने बाटो त डोजरमाथि म बसेर हान्ने बेला लगभग ढुङ्गाले बेला टाउका लाग्यो होइन यो बाटो त्यसरी खोल्या बाटो वरपरबाट गालीका त कुरै छैन कसो ढुङ्गाले टाउका लाग्यो त्यो तरिकाले यो बाटो खोल्या हो तलबाट पनि त्यो तरिकाले चाहिँ बाटो खोलियो बाटो त हामीले देखाएनौँ के फेरि सबै बन्दैन किनकि हजुर जन्म बाटो हामीले देखाएनौँ यहाँ निकास हामीले दिनु भने कहाँ बढ्छ त अगाडि हुनु त बिस्तारै बढ्नुभयो म त्यस्तै थिएँ अर्को त्यस्तै थियो कर्मीले विकास भन्ने कुरा त्यति हत्तै एकै दिन सट्ट चाहिँ भन्ने चिज होइन कि बालेन जस्तो आउनुपर्छ कि यहाँ बाटो खोल्न त यहाँ खानेपानीको समस्या भयो भन्ने कुरा भएपछि यो अहिलेको उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबाट पाइप ल्याएर यहाँबाट खनेर खुम्लालको यहाँ पाइप एउटा बालेन जन्माउनु पर्यो यता सुन्नु त मेरा कुरा यहाँबाट पाइप ल्याएर जाने भन्दा तपाईँहरूले यही बाटोबाट पाइप हाल्ने खन्ने ठाउँ चाहिँ तपाईँहरूले उपलब्ध गराउन सक्नुभयो मैले भनिहालेँ त अगाडि यहाँ ल्याएको पाइप फिर्ताको गाड्ने ठाउँ भयो पानी खान दिनु भएन अब गाड्न यहाँका मान्छे नदी त रुगा टाँगेर पानी खान सकिन्छ भएन ल्याएको जो पाइप फिर्ताको यसका लागि अब हामीले के गर्ने हो तपाईँहरूले हामीलाई मात्रै गाली गर्न पनि पुग्ने भएन कुरा सुन्न पर्यो अनि बल्ल भन्न पाइयो अब हामीले मात्रै पनि सकिन्न कि किनकि मैले अघि नै भने सुरुमा तागत तपाईँहरूसँग छ भने कम्तीमा तपाईँहरूले मद्दत गरिदिनु भइसकेपछि लगतताको अभियान चलाउँ लगतता भइसकेपछि त्यसपछि अनि सार्वजनिक ठाउँमा खन्न मिल्छ नत्र तपाईँको आफ्नो अधिकार मुद्दा लाग्छ त हेर्नु भएन पिपिराबाट माथि आउने बाटोमा कतिचोटि मुद्दा लाग्छ त्यसका लागि समुदायले पनि पहल गर्नु पर्यो सहयोग गर्नु पर्यो जो मान्छेको तपाईँहरूको जग्गा छ ऊ मान्छेले नै मैले समाजको विकासका लागि मैले यो
सहयोग गर्नुपर्छ भन्ने खालको कुरा गर्नु होइन। त्यस कारणले हिजो तपाईँहरू कति मान्छे त यहाँ हुनुहुन्थेन जतिखेर यहाँको सङ्घर्षमा हामी जुटेका थियौँ। म नयाँ अनुहार पनि देख्छु, तर तुलनात्मक रूपमा पहिलाभन्दा भएको छ। तर भयो भने यहाँ सन्तुष्टि गर्ने ठाउँ अहिलेको हिसाबले भएन भने सन्तुष्टि अहिलेको हिसाबले हुन्छ। अब अघि कसले बालिनको कुरा गरिरहेको थियो मैले होइन, बालिनको सहर एकचोटि गएर बालिनको आफ्नो गल्ती त भन्न पाइयो नि। त्यहाँ गएर एकचोटि हेर्नुला, त्यो गल्लीमा एम्बुलेन्स छिर्दैन, के गर्छ त्यो कालीमाटीदेखि रत्नमार्ग जाने बाटो के गर्छ बालिनले, जहाँ कि 1 मिटरको बाटो मैले त भनिदिएँ देखाए होइन त त्यहाँ भनिदिएको काठमाडौँको बाटोभन्दा हाम्रो सुर्खेत त धेरै राम्रो छ। सहर नहेरे पनि अहिले बालिनको काम चाहिँ राम्रो गरे हन् किन बालिन जस्तो नेता जन्माउनु पर्छ भन्ने हो उहाँले भन्नुभयो 7 त 3 बालिनले काम त गरे हन् हामीले पनि प्रयास ढालेर हिँडेका छन्। समाचारमा त हामीले सुनेका छौँ नि। हामीले होइन पनि प्रयास गरेका छौँ। यहाँबाट बाटो खन्न दिनु भएन, पाइप फर्काएर लैन भन्नु भयो अहिले समुदायमा होइन। बालिन डराएर उसले 3 तला 4 तला गर भन्ने ठिक छ, तपाईँले भनेको कुरा ठिक छ कि। अब हामीले त्यो गऱ्यौँ भने यहाँ त्यसरी भत्काउँदै हिँड्यौँ भने तपाईँहरूको समुदायले हामीलाई साथ समर्थन दिएर पनि ठिक त भन्नु अनि लडेर हुन्छ त झगडा गरेर नै हामीले गल्ती गरे हामी यहाँ त त्यो छैन। हामीले तपाईँहरूलाई बचाएर तपाईँहरूलाई पनि बचाउने काम पनि गर्ने के कम्तीमा हिजो 5 मिटर निकाल्नु भएको थियो, आज कम्तीमा 6-8 मिटर बनायो होला। कर्मीहरूले मान्छेले बुझ्दै जान्छन्, बुझाउँदै जाने हामीले होइन। त्यसपछि कर्मीहरूले विकास हुन्छ। विकासको मात्रै कुरा प्रमुख कुरा होइन, तपाईँको समुदायको मान्छे कति मान्छेले ट्याब्लेट खान्छन् त्यो कुराको कोही खोजी तलासी गर्नु भएको छ कि छैन? कति मान्छेले गाँजा खान्छन् त्यो विषयमा कोही खोजी तलासी गर्नु भएको छ कि नै? तपाईँका छोराछोरीले कतिले रक्सी खाएर सर्वस्व गरेका छन् त्यो विषयमा कहीँ खोज्नु भएको छ कि छैन? किन खाऊ भने फिट्न आउँछन् अनि यहाँ जङ्गलमा डराउनु र अब आज मेरो छोराले खाइरहेछ, तपाईँले मेरो छोराको बारेमा कुरा गरिरहनु भएको छैन र जोडाउनु तपाईँको केटाकेटी भन्दा पनि नेताले पनि त्यस्तै गर्ला अनि जानु पर्यो। भोलि तपाईँ समाज विकास भन्ने कुरा बाटो बनाएर मात्रै, पानी बनाएर मात्रै, स्कुल बनाएर मात्रै, बत्तीको तार लिएर मात्रै, खानेपानीको पाइप ल्याएर मात्रै विकास हुँदैन। समाजको चेतनाको पनि विकास गर्न पर्यो। समाजमा भएका तमाम विषयको विरुद्धमा पनि अभियान सञ्चालन गर्न पर्यो। त्यो विषयमा तपाईँहरूले तपाईँहरू अरूका कुरा सुन्नु न, कसै चेतना उठ्छ तपाईँहरू कसैका कुरा सुनेर सुन्न पर्यो नि त। तपाईँहरूले जब यहाँ तपाईँ कसैले ट्याब्लेट खान लागेको बेला, ड्रग्स खान लागेको बेला तपाईँले सूचना गर्न सक्ने तपाईँसँग हिम्मत छैन भने के थाहा पाउँछ त सुपाको पुलिस कम्तीमा त्यसले थाहा पाउनु पर्यो नि। यहाँ आउनुहोस् भन्ने हिम्मत गर्नुहोस् तपाईँहरूले। जोडाउनु भएको छ, भोलि तपाईँको छोरा कहाँ पर्छ त्यो? सबै गाउँले जस्तो पछि भन्नु त तपाईँ कम्तीमा तपाईँले तपाईँ त नेता हुँदैन अलिकति अनुशासन पर्यो त। अर्को मान्छे बोल्न आएन बोल्नु हुन्न त। त्यस कारण मैले के भनेको सामाजिक विकासका लागि पनि हामीले अभियान चलाउनु पर्यो। अब यो बाटो मात्रै बनाएर भएन, पानी मात्रै बनाएर भएन। हाम्रो समाजका मान्छे असल बनेनन् भने, बिना कामका खराब मान्छे बने भने हाम्रो समाज त जहिलेसुकै उदै पछाडि मात्रै परिरहन्छ त। त्यस कारणले समाजका अरू अभियान पनि हामीले चलाउनु पर्यो। पहिला बाटो अभियान चलाउनु पर्यो, त्यो स्वास्थ्यको अभियान चलाउनु पर्यो, यो जो कुलत विरुद्धमा चाहिँ अभियान चलाउनु पर्यो होइन। जनचेतनाका अरू काम पनि गर्न पर्यो, बाटाको काम पनि गर्नु पर्यो, पानीको त्यो पुलिस आउन पनि बाटै जान्छ भन्छ हेर्नुहोस् है। पहिला बाटो बनाइदिनु होला, पहिला बाटो बनाइदिनु होला, त्यो पुलिस आउन पनि बाटै चाहिन्छ। नरिसाउनुलाई भन्छ, नरिसाउनुलाई गरे त भने हामी त हामीले त गर्ने गरे भने हामी त भन्नुभयो भने त यहाँभन्दा अगाडि बरु उहाँबाट अध्यक्ष भइदिए भए केही न केही हाम्रो विकास हुन्थ्यो कि भन्ने। मलाई बचाउने उहाँ हो, हेर्नु मलाई बचाउने नन्दलाल सबै टिम हो भनौँ न। त्यसो भए तपाईँहरूले अर्को कुरा तपाईँहरूले अहिले
अहिले वडा कार्यालयमा गएका केही काम रोक्याहान कि अलिकति म उसको बारेमा भन्छु यो पूजाको बारेमा हुन्छ त्यसपछि अनि तपाईँहरूको छलफलमा भाग लिनु फेरि जरुरी हुनु अहिले पूजाको सन्दर्भमा के भएको छ अलिकति सदस्यले भन्नुभएको छ अलिकति चाहिँ म त्यसलाई थपेर अलि बुझाउन सक्छु कि प्रयास बेसकरी अहिलेसम्म पहिला सरकार बन्ने सरकार बनिसके सरकार मिसाएर बन्ने अब काङ्ग्रेसको एमालेको बन्ने हो कि एमाले र माओवादीको बन्ने हो कि माओवादी र राप्रपा बन्ने हो आदि इत्यादि मिसाएर बन्ने अनि त्यसपछि फेरि ल अब मेरो एमालेको तर्फबाट यतिजना काङ्ग्रेसको तर्फबाट यतिजना अथवा माओवादीको तर्फबाट यतिजना भनेर अति भागभन्डा गरेर त्यो आयोग बनाउने अनि आयोग बनाएर त्यो आयोगले अब के काम गर्ने त भनेर छलफल गर्दा बैठक गर्दै फेरि त्यो सरकार ढल्ने आयोग पनि विघटन हुने गर्दैन ढल्ने यस्तो हामीले लगभग यो बहुदल आएपछि धेरैचोटि सामना गऱ्यौँ र यो कुरालाई यसले चाहिँ जनतालाई पूर्जा उपलब्ध गराउन सक्ने सम्भावना भएन भनिसकेपछि अहिलेको सरकारले के ल्यायो त भन्दा अध्यादेशबाट अब सरकार ढलेपछि त्यो आयोग ढल्न नपर्ने नीति बनाऊ भनेर एउटा अध्यादेश मार्फत एउटा अध्यादेश ल्यायो अध्यादेश ल्याएपछि अब त्यो अध्यादेश पेस भएको छ पास भयो भने त्यही अध्यादेश अनुसार 5 वर्षका लागि त्यो आयोग बस्छ 5 वर्ष हामीलाई चाहिए होइन 2 वर्ष मात्रै आयोग बस्न पायो भने हाम्रो सबै काम 84 सन हुनै पर्यो सबै काम सकिन्छ 84 सन भएन भने म भन्दै यदि त्यो अध्यादेश मार्फत भएन भने पनि बहुमतको सरकार छ कानुन बनाएर लिएर आइन्छ हैन जसरी पनि अब बन्ने आयोग 5 वर्षका लागि बन्छ 5 वर्षका लागि आयोग बन्ने भनेको के हो भने 84 भित्रमा हाम्रा पूर्जा अनिवार्य रूपमा हामीले पाउँछौँ किनभने हामीले तयारी गरेका चिजहरू थुप्रै जे जति छन् ती हामीले ओडामा कम्प्युटरमा सेभ गरेर राखेका छन् अब फेरि तपाईँ कहाँ आएर यता हो कि उता हो कि भन्न पर्ने छैन सबै फारम भरेर राखेका छ अब फेरि दोबारा चाहिँ सुरक्षित छ कम्प्युटरमा तपाईँहरू कहीँ कतै हराएको छैन हामी सबै डकुमेन्ट राखेका छौँ अबको आयो आउँदा बित्तिकै त हामी त त्यो तयारी भएको चिज दिन्छौँ नि हिजो त पिठो पिस्न जानु पर्ने फेरि मुद्न पर्ने फेरि पकाउन पर्ने भएको थियो अब मुछेर ठिक्क पारेको डल्लो राखेका छन् होइन अब त्यसलाई चाहिँ पड्काएर पकाउने मात्रै है त्यस कारणले अब त्यो पूर्जा हामी 84 भित्र वितरण गर्न सक्ने अवस्थामा छौँ दुई फेरा करे होला डल्लो पार्यौँ 2 फेरा यहाँ डल्लो पार्यौँ 4 फेरा भइसक्यो काम त सुरु भइसक्यो त काम सुरु भइसक्यो उहाँले अघि भन्नुभएको थियो भन्न त पाउँछ यसो गरौँ के उहाँको भनाइ सकिनु दिउँ अनि गरौँला बसेर नाच किन्नुहोस् न उहाँलाई उभ्याइरहनु त भएन उहाँको कुरा त सकिन्छ होइन छलफल गरौँ न हामी बसेर फेरि भोटमा आउने हो त्यो बेला मैले ढिलो त्योभन्दा अगाडि हामी पूजा दिन्छौँ भने त्यो 82 नै दिनु सक्यो ढिलै गयो भने अब तपाईँ त नेता हो त्यहाँ त्यो अघि नै राख्नुपर्ने हरिलालजीले कुरा तपाईँहरूले अब अर्को कुरा के बुझ्नुहोस् भने तपाईँहरूका कोही छुटेका हुन सक्छ तपाईँहरूका केही कुरा छुट्या हुन सक्छन् छुटे भने छुटेका लागि पनि ल तपाईँहरूको छुट्या छ कि भनेर आयोगले सोध्न आउँछ त्यही बेला हुन्छ पहिला भरिसकेका हो त भइगयो कहीँ कतै एका छुटेको पछि आउँछ त्यस कारणले तपाईँहरूले यो काम गरेका मान्छेलाई जस दिनुहोस् अरू काम के गर्न पर्ने हो सल्लाह दिनुहोस् नेताहरूलाई सहयोग गर्नुहोस् हामी तपाईँहरूको विकास निर्माण र समस्या समाधान गर्नका लागि अहोरात्र सधैँ लाग्छौँ ल हरिलालजीको के हो भन्नु अरू वडाभन्दा उहाँबाट धेरै 50% बढी काम भइरहेछ यो कुरा हामीले थाहा छ तर के छ भने अलिकति उहाँले भन्नुभयो आयोगको कुराहरू आयोग 3 वर्षको लागि अहिलेको चाहिँ भूमिहीन समस्या समाधानको आयोग बनिएको छ है पहिलाको आयोग नौवटा के बन्यो है भूमि आयोग के बन्यो होला तर अब यदि 3 वर्षभित्रमा भ्याइएन भने पनि 2 वर्ष थपेर 5 वर्षको लागि सरकार ढले पनि नढल्ने आयोग हो तर आयोग बसिसक्यो अब काम सुचारू हुनलाई कुनै समस्या छैन अब गरिदिनु पर्यो हजुरहरूले पनि अब हाम्रो यो कुरा के छ भने हाम्रो मेयर साहेबहरू अनि अब सोच के छ भनेपछि राज्यले सार्वजनिक जग्गाको उहाँको ध्यान त्यति दिन्छ
अनि उहाँले चाहिँ उहाँको ध्यान चाहिँ यता छ जसरी हाम्रो वडाले त्यसै जोड गरेर गर्नुभयो अब हाम्रो त्यो मेयर साहबलाई घसेर्दै आउनु बाँकी छ एक भएको अब खड्किन्छ हजुर माथि सिलिमका बेर्नाहरू राख्छ नलखोलातिर त्यहाँ त्यो पनि ठाउँ ठाउँ पाइपबाट लान्छन् हाम्रो पानी सानो हुन्छ त्यो भएर यो समस्या एकदम छ र साथीहरूले अब यो मलाई त यस्तै यो अधुरो हुन्छ भनेर मलाई यो टोल विकासमा नराख्नुहोस् भनेको थिएँ राखिहाल्नु भयो त्यही पनि गाली खाने काममा परेछु तर यी जनताका पीडा जहिले रोएका आँसुलाई मैले पुछ्न सक्ने छैन भन्दै म माफी भएर गरिदिनु पर्ने एकैछिन सुन्नु न छोरा धेरै जिज्ञासा आउनाले मैले तपाईँलाई जिज्ञासा त मेटाउने मेरो जिम्मेवारीमा केही छैन तर एउटा सोलुसन मैले के देखाएको छु भन्दा तपाईँहरूको ठुला आवाजै केही छैन मलाई लाग्छ तपाईँले धेरै ठुलै चाहिँ माग्नुभयो यहाँ उठ्नै नसक्ने छ भन्ने लागेन सुन्नुहोस् साना साना विषयले यहाँ तपाईँलाई छोड्छ किन भन्दा हाम्रो यहाँका समस्या पहिलेदेखि खाने पानीको थियो हामीले पहिला त आज तपाईँलाई थाहा छ अलिअलि पानी घरमा आउने बनायौँ तर मुहान छैन त्यसपछिको हाम्रो यहाँ डिपोरी हान्ने कुरा थियो डिपोरी भयो यो व्यवस्थापन गर्ने भने खानेपानी अलिक व्यवस्थापन हुन्थ्यो अर्को कुरा यो जुन उपभोक्ता समितिको बैठक बस्यो त्यो समितिले पनि भएको अब काम राम्रो गरे जस्तो लागेन है खानेपानीको समिति थियो नि कता कता त्यो समितिले काम कति गर्यो गरेन तपाईँलाई थाहा होला कहिले होला यहाँ जिप्ट्याउनै पर्यो के वार्डले त त्यसरी काम गर्नु पर्यो नि एउटा बोरिङ त चाहिएको छ कि यहाँ म अदालतलाई पनि भन्ला कहीँ पनि अब होला हो त्यो भनेको बाहिरबाट वार्डको बजेट त फेरि मेरो आइडिया सुन्नु न तपाईँ अब एउटा भेला बनाएर फेरि लिफ्टिङमा गएर फेरि लिफ्टिङ अहिले फेरि करिडोर भन्ने छ बबी ड्राइभ